बेसिकली यो क्षेत्रमा तपाईँ लाग्नुहुन्छ भने यो गर्नु छ भने पहिलो कुरा भनेको चाहिँ के भन्नु जलवायु परिवर्तन भनेको के हो भन्ने चाहिँ बुझ्नु पर्यो। त्यो भनेको क्लाइमेट व्हाट इज क्लाइमेट चेन्ज भन्ने कुरा बुझ्नु पर्यो। क्लाइमेट चेन्ज सिम्पलै छ त क्लाइमेट चेन्ज भनेर। क्लाइमेटको स्टेट अहिले जे भइरहेछ त्यो चेन्ज भइरहेछ अनि हामीले चाहिँ गरिबमा धेरै गरिब भइरहेको छ, जाडोमा धेरै जाडो भइरहेको छ, पानी धेरै परिरहेको छ, त्यही होइन क्लाइमेट चेन्ज। अब त्यो त हामीले एक्सपिरियन्स गरिरहेको कुरा भयो। त्यसको पछाडिको साइन्स के छ भनेर बुझ्नुपर्छ होइन। अब हामीले सुरुवात गर्यो पैसा कमाउने भनेर, बट दिस इज नट अबाउट यो क्षेत्र भनेको यहाँ आउने मान्छेलाई भनेको पैसा कमाउँछ, कसैले ल्याउन सक्छ। हाम्रो देशमा त्यो फन्डिङहरू आउँदैछ, अन द वे नै छ होइन। 300 बिलियन होइन त, 300 बिलियनको वर्ल्डभरिको मार्केट क्याप हो। अब 195 कन्ट्रिजले त्यसलाई रेटिफाई गरेको छ। अब त्यसलाई तपाईँले 300 बिलियनलाई 195 एनुअल्ली डिभाइड गर्नुभयो भने हाम्रो देशमा भाग भनेको 1.something बिलियन डलर जस्तो चाहिँ हाम्रो देशमा एनुअल्ली आउनु पर्ने पैसा आजको दिनमा। भोलिको दिनमा बढ्नेवाला छ। त्यो भोलिको दिनमा अफकोर्स त्यो क्याप त बढ्नै पर्यो। भनेपछि माथि ट्याङ्कीमा चाहिँ 300 बिलियन डलर छ, 192 कन्ट्रिज ट्याङ्की तल छन्, हरेकको भागमा पढिरहेको छ। तिमीले अब 192 बेसिक म्याथ युज गर्यौ, नम्बर तल माथि होला। नम्बर चाहिँ फर्स्ट कम फर्स्ट अब फेरि अब हामीहरू एकदम बाटो लाख भयो भने 3-4 बिलियन पर इयर पनि हामीले ल्याउन सक्छौँ, किनकि हामी एकदम भनरेबल कन्ट्रिजमा पनि पर्छौँ।